हेलो गाइस, गुड मर्निङ। अहिले बज्न त 12 नेटो काटिसक्यो, तर पनि गुड मर्निङ। आज चाहिँ हामी मामा घर आएको थिएँ र हामी इन्डियाना ड्युन्स नेसनल पार्क, त्यहाँ मिचिगन लेकको सायद त्यहाँ चाहिँ अनि बिच पनि छ, त्यहाँ जाने स्विमिङ गर्ने प्लान थियो पहिलेदेखि। अनि मिलेकै थिएन, तर आज पनि नमिली पनि, किनभने भोलिबाट फेरि पानी पर्दैछ। आज चाहिँ मौसम जे होस् ठिक छ भनौँ न, ठिकठाक छ। बादल लागे पनि बिचमा जाने जस्तो छैन, तर पनि यहाँ आएपछि त्यहाँ जाने भनेर आएको। यहाँ गइएन भने बर्बाद हुन्छ, पानी नै पानी छ अब। अनि म बुधबार फेरि घर फर्किनु छ। सो आज जसरी भए जाने भनेर रेडी भएको छौँ। अब त्यहाँ गएपछि कस्तो हुन्छ हेर्छौँ। वेदर साँझ 6 बजे पानी पर्छ त भनेको छ, तर लेट्स होप एभ्रिथिङ विल गोज राइट। र अब चाहिँ हामी जान रेडी छौँ, झोला प्याक छ, खाना। अनि आज साउन 15 पनि, सो साउन 15 को केही स्पेसल पनि खाँदैछौँ त्यहाँ गएर। ल अरू अपडेट दिँदै गर्छु म बाटोमा। सी यू। ल माइजूले हाम्रो खाना के हो, के पकाउनु भएको छ स्पेसल लिएर हिँड्नुभयो। माइजूको फिड चेक, मामाको फिड चेक, मामाको फिड चेक यस्तो छ। मामाले अहिले चेन्ज गर्नुहुन्छ। अनि मेरो चाहिँ फिड चेक कि नयाँ सर्ट यताबाट अलि राम्रो मैले लिएर जान्छु। ल अब हामी निस्क्यौँ है। अब चाहिँ हामी निस्किसक्यौँ सोल्जर्स होम रोड वेस्ट लाफायटबाट। अब हाम्रो ड्राइभिङ सिटमा, पाइलट सिटमा हुनुहुन्छ मामा। को पाइलट 2 वर्षको राम्रो अनुभव लिएर ड्राइभिङ गर्छ। कतिवटा फ्लाइट लिइसक्नु भयो मलाई पनि थाहा छैन है। एयर टाइम कति माइल्स ड्राइभ गरिसक्नु भयो, माइल्स कति हजार होइन। यो गाडी मैले किन्दाखेरि 1,12,000 थियो हो र। अनि अहिले कति भयो थाहा छ? 1,24,000 भने 12,000 माइल्स। यो गाडी 12,000 माइल्स कति वर्षमा? 1 वर्षमा त्यही हो कि 5,000 भन्दा बढी चल्दैन। ल अब हामी अनि अब रेन्टल कार चाहिँ कति चलाइएको छ है। ए अब हामी चाहिँ ल निस्क्यौँ। बाटोमा केही राम्रो चिज भयो भने देखाउँछु, नत्र भए सिधै ड्युन्स पनि देखाउन सक्छु बाटोमा। अब यहाँ मिड वेस्टमा मकै र सोयाबिन बाहेक केही हुँदैन। देखिरहेको चिज होइन, कर्नफिल्ड, सोयाबिन, विन्ड मिलहरू चाहिँ राम्रो ठुल्ठुलो राम्रो के भने जस ओरिएन्टेसन राम्रो छ त्यो चाहिँ म देखाउन सक्छु। ल आज चाहिँ हामी सिकाएको बाटो, जुन बाटो जान्थ्यौँ त्योभन्दा नयाँ बाटो आइरहेको छ। नयाँ बाटोको पनि डिटोर भएर फार्मको बाटो छ। अघि नै मैले कुरा गरेका विन्ड मिलहरू यिनै हुन्। जति हेऱ्यो त्यति हैमा, जति हेऱ्यो त्यति हेरो लाग्ने विन्ड मिल्सहरू। जति पर गयो त्यति सकिँदै सक्यो। एकदमै ठुलो हुन्छ यहाँबाट, टाढाबाट सानो देख्यो पनि। बाटो रमाइलो छ, जे होस् भिडभाड छैन, शान्त। अहिले हामी चाहिँ मनन भन्ने स्मल सिटी त भन्न नमिल्ला, के भन्ने यसलाई, स्मल टाउनमा आएको छौँ। मेक्सिकन ग्रोसरी रहेछ नि, के हो छिरेर सामान लाने हो कि ग्रोसरी, मेक्सिकन ग्रोसरी। यस्तो साना गाउँहरू यस्ता भेटिरहेको छ। यहाँ चाहिँ त्यो फ्याक्ट्री रहेछ। यहाँको डाउनटाउन यही होला। काम गर्ने मान्छेहरू छन् नि प्रायः चाहिँ मेक्सिकोबाट एकदम सानो विन्ड मिल छ, सानो जस्तो लागिरहेछ कि सानै हो त्यो। स्टप अल वे यस्तो छ हाम्रो भित्री बाटोहरू। के इन्डस्ट्री आयो जस्तो, स्कुलको बस भित्री बाटो। ए स्कुल रहेछ नि त यो। माथि के कन्स्ट्रक्सन भएर म त के हाम्रो फेस्टिभल हुन्छ नि पत्रिका लाए जस्तो के क्वेसन्स भनेपछि बिचमा राखेको रहेछ नि स्कुलमा, बुझ्नुभयो? लास्टै ठुलो छ त। प्रायः ठुलो हुन्छ सानो धेरै जे पनि हुँदो रहेछ। किन कनमा त लगाएको राम्रो एकदम है। के छ कस्तो देखाउनु न। अहिले चाहिँ ल हामी बाटोमा थियौँ, मकै मात्र देखिरहेको थियौँ हामीले चाहिँ। यहाँ नयाँ देख्यो भने नयाँ भन्नु पऱ्यो। सूर्यमुखी देख्यौँ भनेपछि यहाँ चाहिँ जे पनि मिड वेस्टमा चाहिँ देखिन्थेन नि त्यो, जे पनि हुँदो रहेछ यहाँ चाहिँ। अहिले चाहिँ हामीले मकै र सोयाबिन मात्र देखेको, यो सूर्यमुखी पनि देख्न पाइयो, खुसी लाग्यो। यहाँको वेदर टेम्परेचरले चाहिँ सपोर्ट गर्दो रहेछ है। हो र। ल अब हामी आउन आयौँ इन्डियाना ड्युन्स भिजिटर सेन्टरमा। के छ हेरौँ अब।
बाइक रेन्टल्स के छ यो बस एन्ड बाइसाइकल पार्किङ यो रेस्टरुम गएर आउँ त्यसो अब चाहिँ हामी इन्डियाना ड्युन्स नेसनल पार्क छिर्दैछौँ पानी पर्ने देखाइरहेको थियो 25 मिनटपछि अब हेरौँ पानी पर्छ कि पर्दैन कस्तो हुन्छ हामी रेडी छौँ जान चाहिँ माइजी रेडी In 600 feet, continue straight onto North 25 East. अब चाहिँ हामी टिकट काट्नलाई रेडी छौँ यस्तो छ वेदर पर्फेक्ट छ पानी नपरेसम्म त पानी पर्यो भने चाहिँ बिग्रिन्छ पानी नपर्दासम्म वेदर पर्फेक्ट अब चाहिँ हामी आइसकेका छौँ भिडभाड छ त यस्तोमा नि You have arrived. ल हामी अराइभ भनेको छ भिडभाड छ है आज पनि केही यस्तो भनौँ न बिचमा आउने जस्तो छैन ए भलिबल खेल्दै भिडभाड नै छ त यार भिडभाड छ त यार रमाइलो हुन्छ नि बल्ल मान्छे भएन भने त फेरि यार के गर्नु अलिअलि मान्छे भयो भने बल्ल हामीलाई पनि रमाइलो तर पनि ठिकै हो भिड छ यसलाई भिड नभन्ने माइजू माइजूले चाहिँ यसलाई भिड भन्नुभएको छैन कस्तो भिड हुने चाहिँ मलाई हेर्न मन छ ल हामी चाहिँ आइसकेका छौँ इन्डियाना ड्युन्स पुरै प्याक छ है आज यस्तो मौसममा पनि फुल प्याक छ जहाँ हेऱ्यो हल्का जुम गरेर देखाउनु खोज्छु फुल प्याक छ मैले समुद्र चाहिँ देखेको छैन मलाई समुद्र यहीँ हो एकदम रमाइलो छ अब हामी पहिला खाना खान्छौँ अनि त्यसपछि जान्छौँ ल यहाँ बाँडफाँड हुँदैछ कसको भागमा के पर्दैछ हेरौँ आज साउन 15 मैले अघि नै भनेको स्पेसल चाहिँ हाम्रो यहाँ यो स्पेसल खिर स्पेसल इन्डियाना ड्युन्सको बिचमा आएर खाना पाउनु पनि हाम्रो सौभाग्य कसले निकाल्छ यहाँदेखि अब निकाल हो यहाँ ल माइजी निकाल्नुहुन्छ मलाई निकालिदिनुहुन्छ कि तपाईँले हुन्छ राजु रोक्ने म अलि बिचमा समात्छु अहिले खस्यो नि ल ल भयो थोरै राख्नु धेरै पर्दैन थोरै राखिदिनु अहिले पछि आउला छोडिदिनु अब चाहिँ हामी बिच कसको ए बिचतिर कलर मान्छे हेन्सी हुनुहुन्छ सर्ट यस्तो राम्रो मामाले गर्दा मेरो चमकै गयो नि त यार अघिसम्म अलिअलि चमक थियो यार यस्तो सर्ट र पुस लगाएपछि चस्मा लगाएपछि यार मेरो त गयो नि चमकै म नि चस्मा लाउँछु ल अलिअलि आयो कि तपाईँको चमक त पारै बेग्लै छ नि ल अब हामी चाहिँ आइसक्यौँ बिचमा साउन 15मा खिर खाएर बिचमा हामी अब खाली ठाउँ हेर्ने म त भलिबल खेलिदिन नि सक्छु जोसँग नि अब जाँदैछौँ है हामी ल हामी चाहिँ यहाँ आइसकेका छौँ बिच एरियामा पछाडि यस्तो छ पुरै बिजी छ आज मामा चाहिँ हाम्रो कुर्ची निकाल्दै हुनुहुन्छ सत्ताको कुर्सी हो यो सत्तामा बस्ने भनेको गृहमन्त्री मात्रै हो हामी एउटा मात्र कुर्सी के उस खेल्ने हो त्यो म्युजिकल चेयर खेलौँ जसले गर्छ हेर्नु अझ ओ योभन्दा सानो के उहाँले चाहिँ अब पोज दिँदै हुनुहुन्छ ब्याकग्राउन्डमा त्यस्तो धेरै भिड त छैन आज विकडे भएर होला अनि उहाँहरू अब ready to go for swimming. ल अब चाहिँ हामी बिचमा जान थालेका छौँ बिचबाट लास्टै चिसो छ है पानी चाहिँ के छ मामा डाइ फान्ने चहल पहल पुरै मान्छे उयो है सफाइ ए चस्माहरू ल्याउनु भएन मेरो लाउनु नि त ओए यो त झन् चिसो त झन् चिसो ल म त अहिले खेल्ने मुडमा छैन त्यही भएर कपडा लाएरै आएको म त ओए कसरी भयो यो त भयो मामा यही हो स्विमिङ त्यो गङ्गा किनारे त्यो उस गर्छन् नि मजा आउँथ्यो होला गर्मी त है ल वेभ यहीँ यो सानोतिनो वेभ सिगल त होला नि त्यो मामा
त्यो सिगल हुन्छ कि जिन्दगीको पहिलो अनुभव होइन कस्तो लागिरहेछ त मलाई एकदमै बिल्कुल पक्कै पनि रमाइलो छ तर यसमा अलिकति थोरै घाम लाग्दिएको भए बेस्ट हुन्थ्यो होइन पौडी खेल्न मन लागिरहेको छ तर यस्तो चिसो छ गनाइरहेछ है तर पानी किन यता फेरि अर्को पोज छ छुट्टै पोज होइन फोटो खिच्दिनुको यता चाहिँ हाम्रो इन्डियाना ड्युन्सको चाहिँ नि ड्युन्सहरू थुम्केहरू छन् यहाँ चाहिँ जे होस् रमाइलो छ ल है माथिबाट चाहिँ पानी पर्न थाल्यो यार बर्बाद भइगयो नि यत्रोजना टेन्ट छ ल टेन्ट रेडी पारौँ अब पानी पर्यो अब देखिन्छ त कसरी देखिन्छ ए मेरो चप्पल माइज आउनु है ल रमाइलो छ रमाइलो फेरि पानी पर्नु ए ल पानी परिसक्यो यहाँ देखिसकेको होला थोपा अब हाम्रो छाता टेन्ट रेडी हुँदैछ कति सानो हो कि ठुलो हुन्छ हेर न कत्रो छ मलाई यो के हो एकजनाको लागि त हो ए हो र ए अब यो भयो यसमा के छ यो छ कि डन्डी घुसाउनु पर्यो नि यो कता हो मलाई थाहा छैन तर लाइन बनाउँदै चाहिँ होला है उहाँ दुईजना चाहिँ स्विमिङ गर्दै हुनुहुन्छ ल हामी अहिले स्विमिङ गरेर आयौँ मामालाई स्यान्ड बाथ चाहियो अरे तातो न्यानो पुर्दिन्छु मामालाई अब यो फोटो खिचिदिनु पऱ्यो नि अगाडिबाट आएर के गरेको चाहिँ मक्क यति गरिदिनु मान्छे बात यहाँ हेर्नु न यहाँ आउनु न ए नचलाउनु नि यहाँ तपाईँ त्यो सास फेरेर देखिँदो रहेछ माथिबाट त यहाँ चाहिँ प्रोग्रेस सुरु भयो फेरि अर्काको पालो ल फाइनल्ली चाहिँ यहाँ यस्तो कार्यक्रम हुँदैछ यो फिनिसिङ फाइनल रहेछ यहाँ चाहिँ हाम्रो वाणिज्य भइसकेको छ सी यु गाइस तर लास्टै जाँदाखेरि यहाँबाट त फोटो खिचिदिनु न त नि यसको नाइ तपाईँकोबाट यहाँ चाहिँ हेर्नु अब केटाकेटी मामा पनि केटाकेटी भान्जा पनि केटाकेटी होइन अब उहाँलाई चाहिँ एउटा विस एउटा नहुनु ल अब उहाँको चाहिँ इच्छा के छ अब के भन्न चाहनु खिर बाँकी छ त खिर खानु मन छ कि यहाँ खिर अचार अनि तरकारी अब म यो डिमोलिस गरिदिन्छु है पुगो अब म ओहे यो त मामा गरुमी छ त यो त गरुमी छ त एक्सर्साइजै हुँदैछ त ल हिँड्नु अब पोखरीमा पौडी खेलेको खिच्नु ल घाम लाग्यो मामा हिँड्नु आउनु मामा आउनु चिसो भइसकेको छ त पानी One, two, three. भयो त्यही नाचिरहेको तिमी
पछाडि हेर्नु न है ले रेडी मामा यता खुट्टा निकाल्नै सकिँदैन डर लाग्यो भान्जा लिएर आउनु म ठुलो आयो कि यस्तो चलबल छ अहिले निस्किँदा पनि पानी पर्न थाल्यो इन्डियाना ड्युन्स अब मामा महिनाको कुर्सीलाई प्याकिङ गरेर हिँड्नु भयो अब सकियो आजको सकियो राम्रो आइरहेछ त्यता ल यता त राम्रो आएको रहेछ यात्रा हाम्रो यात्रा आज यहीँ सकिएको छ यससँगै गन्जी लागेको पुष्कर नेउपाने आजको हाम्रो यो यात्रा इन्डियाना ड्युन्सबाट बिदा हुन चाहन्छौँ ल खिच्नु दुईजना सेल्फी दिँदै हुनुहुन्छ हाम्रो सकियो आजको इभेन्ट सावर लिएर गरिसक्यौँ सावर लिइसक्यौँ फोटो खिचिसक्यौँ अब चाहिँ हिँड्न रेडी